नमस्कार सबैजनालाई। मैले चाहिँ एउटा सानो पेयरिङको भिडियो लिएर आएको छु। तपाईहरुले पनि घरमा यसरी नै बच्चाहरुसँग पेयर हुन सिक्न सक्नुहुनेछ। मैले चाहिँ यहाँनेरि पपेटलाई आइडेन्टिफिकेसन गराउँदै यो पपेट हो भनेर चाहिँ आइडेन्टिफिकेसन गराउँदै उसँग कनेक्टेड हुने कोसिस गरेको छु र हामी धेरै कनेक्टेड पनि भएका थियौं। यहाँ चाहिँ उसले मलाई जहाँ उसले चाहिँ मलाई थिच्न लगाउँछ मैले पनि त्यही थिचिदिएर चाहिँ अनि कलर पनि भन्दै आफ्नो कमेन्टहरु पनि दिइराखेको छु। जहिले पनि पेयरिङ गर्दाखेरि चाहिँ उसको इन्ट्रेस्टमा आफूले एड गर्ने मात्रै हो। तर यहाँ यसो गर, यहाँ थिच, येलो कलरमा थिच, यहाँ ल्याऊ हात भनेर हामीले कहिले पनि उलाई चाहिँ इन्स्ट्रक्सन दिनु हुँदैन। ट्राई गर्ने ल भनेर भन्न चाहिँ सकिन्छ तर पनि जबरजस्ती चाहिँ केही पनि गर्न मिल्दैन। पेयरिङमा उसको खुसीमा उसको इन्ट्रेस्टमा आफूले पनि इन्ट्रेस्ट हाल्नु पर्ने हुन्छ। त्यति गर्दा गर्दै पनि हामीले धेरै कुराहरु सिकाउने मौका पाउँछौं। यदि मैले आफ्नो जबरजस्ती गरेको थिए भने यति धेरै कुराहरु चाहिँ उसँग शेयर गर्न अथवा उसलाई सिकाउनको लागि मैले पाउँदिन थिए होला। जस्तै यो भिडियोमा देख्न सक्नुहुन्छ हजुरले मैले कलर आइडेन्टिफिकेसन पनि गराइराखेको छु। उसको र मेरो कस्तो राम्रो जोइन्ट एटेन्सन भइराखेको छ हैन। उसले र मैले एउटै कुरामा फोकस गरिराखेको छौं। मैले जबरजस्ती गराएको थिए भने उले सायदै यति मजाले कनेक्टेड भएर खेल्दिन थिए होला मसँग। मैले फिनिश्ड कन्सेप्ट एकदमै राम्रोसँग दिएको छु। अनि त्यो सँगसँगै फाइन मोटर स्किल डेभलप भइराखेको छ। पोइन्टिङ गर्न सिकिराखेकी छिन् हैन। अनि सबैभन्दा इम्पोर्टेन्ट कुरा उसको र मेरो चाहिँ एकदमै कनेक्टिभ एउटा कम्युनिकेसन भइराखेको थियो।